नमस्कार। म त्रिफला युट्युब च्यानलबाट त्रिफला वाचनालयभित्र संसारभर रहेका दर्शक सामु म अलिकति केही सूचना प्रवाह गर्न लागिरहेको छु। आज त्रिफला युट्युब च्यानलमा म प्रेम प्रकाश पलारी, तपाईँले चिनिरहेको व्यक्तित्व। र आज एउटा सधैँभन्दा फरक प्रकृति लिएर हामी उपस्थित भएका छौँ। दर्शक सामु, श्रोता सामु, भक्तजनका बिचमा हाम्रा विभिन्न चाहिँ देशमा मठ मन्दिर देवालय शिवालयहरू छन्। त्यसमध्ये हाम्रो कृष्ण थुम्कीबाट उहाँहरू पाल्नु भएको छ। झापाको पूर्वोत्तर शिखरमा रहेको कृष्ण थुम्की भगवान् कृष्णका पदार्पण भएको ठाउँ, त्यहाँ चाहिँ यति ऐतिहासिकता छ। कृष्ण थुम्की जान पाए हुन्थ्यो भनेर सबैले भन्ने गर्नुहुन्छ। उहाँ को आउनु भएको छ, कसरी आउनु भएको छ, के गर्दै हुनुहुन्छ उहाँहरू, यो विषयमा म अलिकति छोटो परिचय दिन चाहन्छु। अनि हजुर नमस्कार। हजुरको परिचय पाऊँ। यो हजुरले गर्न आँटेको के हो? म हिम्मत छेत्री, कृष्ण थुम्की कृष्ण पादुका धामको अहिले वर्तमान अध्यक्ष। हामीले चाहिँ भगवानको चरण कमलमा उहाँको आशीर्वाद प्राप्त गर्दै आगामी मङ्सिर 10 गतेदेखि 16 गतेसम्म हामीले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरेका छौँ। त्यसै अन्तर्गत आज गुरुकोमा पनि हामी जानकारी दिन, उहाँलाई निमन्त्रणा दिन आइरहेको छौँ। र सम्पूर्ण देश विदेशमा हुने दाजुभाइ तथा दिदीबहिनीहरूलाई कृष्ण थुम्की धामको महिमा विभिन्न युट्युब च्यानल, विभिन्न च्यानलहरूबाट प्रसारण भइरहेको छ। त्यसमा गुरुले पनि धेरै नै त्यसमा आफ्नो भावनाहरू राख्नु भएको छ र उहाँहरूकै अगुवाईमा योगी नरेन्द्रनाथलाई लगेर उहाँको बाहुलीबाट शिलान्यास भएर आजसम्म भौतिक पूर्वाधारको विकास हुँदै आएको छ भने आध्यात्मिक कुरा चाहिँ पौराणिक कालदेखि नै त्यहाँ सञ्चालन भइआएको। अहिले हामीले भौतिक विकासमा मात्र अलिकति सहयोग गरेको र त्यहाँको आफ्नै महिमा, आफ्नै महत्त्व बोकेको कृष्णको पाइला, गाईको पाइलाको शिला भएको मात्र एउटै मात्र शिला अत्यन्त पहाडको चुचुरामा, झापाको मेचीनगरको सबभन्दा अग्लो पहाड पनि पर्दछ। उक्त ठाउँमा चाहिँ सम्पूर्ण धर्म अनुरागी दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो स्वयं फिजिकल उपस्थिति अथवा भावनात्मक उपस्थिति अथवा यहाँको मन मात्र आइपुग्दाखेरि पनि पवित्र होस् भन्ने कामनाका साथ गुरुलाई हामी निमन्त्रणा दिन आएका छौँ। धन्यवाद। अब यताको परिचय पाऊँ। हजुरको पनि बाणी सुन्नु, अलिक कडा बोलिदिनु ल। नमस्कार, म प्रेम प्रसाद आचार्य हो। कृष्ण थुम्कीको फेदमा घर छ। म त्यत्रो पढे लेखा पनि होइन, तर त्यहाँको समितिको एउटा सदस्य भन्दाखेरि हुन्छ, मैले त्यति नै बोलेँ। ए हजुर, अब उहाँको पनि परिचय पाऊँ। नमस्कार, मेरो नाम लोकनाथ लामिछाने, मेचीनगर गाडागल्ली कृष्ण थुम्की विकास समितिको सदस्य। अब सबै कुरो त हाम्रो अध्यक्षज्यूले भनिहाल्नुभयो, पुराण लाग्दैछ। तपाईँहरू पनि पाउ कष्ट गरेर कृष्ण भगवान्ले विचलन गरेको ठाउँमा पालिदिनु हुन अनुरोध गर्दछौँ। यो पुराणको एउटा न्यू भयो, तपाईँहरू आउने मौका भयो। त्यतिकै आउनु भन्दाखेरि पुराणमा सबै मान्छेहरू भक्तजन पनि आउनुभएको हुन्छ। त्यसमा तपाईँ पनि आउनु, तपाईँले पनि पुण्य प्राप्त गर्नुहुन्छ भन्ने आशा लिएर तपाईँलाई हामी त्यसमा निमन्त्रणा दिन आयौँ। गुरुलाई पनि निमन्त्रणा दिएको छ। धन्यवाद। अब मैले भन्नु पऱ्यो होइन, मैले केही भन्नु पऱ्यो। म एउटा स्तोत्र भन्छु। पाउ हात पहाड छन्, नदीगिरी सञ्जीवनी फल छन्। पाउ हात पहाड छन्, नदीगिरी सञ्जीवनी फल छन्। मेरो देश यही विराट पुरुष हो, सत्यम शिवम सुन्दरम। गर्दैछन् तपति ऋषीश्वर अझै, ज्वाला यही बल्दछन्। मेरो स्वर्ग र धाम यही छ, मसँगै देवताहरू डुल्दछन्। ओम श्री परमात्मने नमः। समादरणीय सज्जन, मैले मेरा गुरु आदरणीय, मलाई चाहिँ देशमा प्रदेशमा संसारमा चिनाउने मेरा गुरु योगी नरेन्द्रनाथजीले पदार्पण भएर त्यहाँ चाहिँ प्रारम्भ गरेको देवस्थल झापा मेचीनगरको सर्वोच्च शिखर ऐतिहासिक स्थल, अघि उहाँले केही कुरा भनि पनि सक्नुभयो। र त्यो मङ्सिर 10 गतेदेखि, यही मङ्सिर 10 गतेदेखि 16 गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ त्यहाँ सञ्चालन हुँदैछ।
र त्यो कार्यक्रममा निमन्त्रणा गर्नलाई भनेर आउनुभयो। कमसेकम मलाई मात्रै किन निमन्त्रणा, संसारभर रहेका सबै मानिसलाई चाहिँ निमन्त्रणा गरौँ। आयोजक बाहुनडाङ्गी छँदैछ, बाहुनडाङ्गीका व्यक्तित्वहरूलाई हामीले निमन्त्रणा गर्नु परेन, तपाईँहरूले गरिहाल्नुहुन्छ, त्यहाँ सबै आइहाल्नुहुन्छ र बाहिरकाले पनि सुनुन्, देखुन्, बुझुन्। कहाँ छ कृष्ण थुम्की भन्दाखेरि हामी चाहिँ नि पूर्व पश्चिम राजमार्गको सर र काँकरभिट्टा, काठमाडौँले पनि चिनेको काँकरभिट्टा, त्यहाँ पुगिन्छ। त्यहाँ गाडी लागिराखेको हुन्छ, जतिसुकै बेला पनि त्यहाँ बस हुन्छ, ट्याक्सी हुन्छ, हर किसिमका गाडी साधनहरू हुन्छन्। त्यहाँ चढेपछि सरर कृष्ण थुम्कीको पुराणमा पुर्याइदिइहाल्छ। रोडमै छ, फेरि टाढा जानै परेन। र त्यहाँको चित्र विचित्रता, झापामा देवस्थलमा उच्च कोटिको मान गर्नुपर्ने, सम्मान गर्नुपर्ने कति 54 धारा कति भन्ने पनि त्यहीँ छ, 108 शिवलिङ्ग पनि त्यहीँ छ, दुर्गा मन्दिर पनि त्यहीँ छ, गणेश मन्दिर पनि त्यहीँ छ र गणेशका प्रतीक हात्ती पनि धेरै आउने ठाउँ त्यहीँ हो। र त्यसले गर्दा त्यहाँको चित्र विचित्रता हेर्दा त अहिले नै जाइदिउँ जस्तो परेको ठाउँ पनि हो। र हाम्रो चाहिँ नि कृष्ण थुम्कीको महिमाको विषयमा एउटा भजन पनि हाम्रो चाहिँ देवीभक्त श्रेष्ठले बनाएको मैले सुनेको पनि छु। त्यो भजनले पनि हामीले आउँ भनिरहेको छ होइन र। त्यसले गर्दा मैले धेरै कुराहरू भन्नु पनि छैन। यो कृष्ण थुम्कीमा हुने जुन चाहिँ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा हामी चाहिँ नि त्यहाँ गएर एउटा चाहिँ नि जति सकिन्छ त्यहाँ त्यो एउटा चाहिँ नि यज्ञमा हाम्रा तर्फबाट साथ सहयोग गरौँ, तन मन धन वचन केले सहयोग गर्न सक्छौँ त्यसलाई सफल बनाऊँ। के उद्देश्यले गर्दैछ आयोजकले, त्यो उद्देश्य अनुरूप हामी गरौँ भन्ने कामना गर्नलाई चाहेँ। र कृष्ण थुम्की भनेको एउटा यो झापाको मात्रै होइन, महाभारतकालीन इतिहासमा जोडिएको चिज हो। योगी नरनाथजी त्यसै त्यहाँ पुग्नु भएन, त्यो अनुसन्धानमा उहाँले गएको छ। किनभने योगीजी र म यात्रा कसरी गऱ्यौँ, योगीजीलाई मैले यात्रामा सोधेको थिएँ एउटा शब्द, मैले के सोधेको थिएँ, गुरुजी हजुरले त धेरै देश भ्रमण गर्नुभयो, संसार भ्रमण गर्नुभयो, भ्रमण गर्दाखेरि के पाउनुभयो त, कस्ता ठाउँमा पुग्नुभयो त भन्दा हिमाली गोर्खाली वरपर तली माथि सकलै फेरि अरे या बढ्दै जलधिम वर्षेतिर पनि सयौँ साथी थिए अरू पनि नरेन्द्रादि दुखिया म जस्ता रित्ता छन् तर तिनी परिवारसित छन्। मान्छे त सबै एक्लै एक्लै हुन्छ नि त, तर उनीहरू परिवारसँग छन्, म चाहिँ एक्लै छु भन्नुहुन्थ्यो। अब ब्रह्मचारी हुनुहुन्थ्यो, त्यो उहाँले माइमा पट्युम गर्नुभयो, 142वटा को यज्ञ गर्नुभयो, देश विदेश संसार भ्रमण गर्नु। त्यस्ता व्यक्तित्वले पदार्पण गरेको हो। जङ्गम तीर्थ हुनुहुन्छ योगी नारायण, जङ्गम तीर्थ भनिन्छ। अरू तीर्थहरू चाहिँ बसिरहन्छन्, पाथिभरा बसिरहन्छन्, कृष्ण थुम्की बसिरहन्छन्, सतारी धाम बसिरहन्छन्। झापामा पनि देवस्थलहरू प्रशस्त मात्रामा छन्, तर त्यो तीर्थस्थल बसिरहे जस्तै त्यो चाहिँ जङ्गम तीर्थ भने चाहिँ हिँडिरहने तीर्थ क्या। यो चाहिँ सन्तहरू योगीहरू भने चाहिँ हिँडिरहन्छन्। त त्यस्तो तीर्थ हुनुहुन्थ्यो योगी नरनाथ होइन। योगीजीले सुरु गरेको हो र योगीजीले हामीले देखाएको हो। हामीले त्यो पहिला अलिअलि कसैले यसो सामान्य कुरा गरेका थिए र यहाँले त्यो काम राम्रो काम गर्नुभएको छ, पवित्र काम गर्नुभएको छ। त्यसलाई अझै असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्युमा मृतम गमय। एउटा गीतकारले भन्छ नि, गहिराईमा डुब्दै नडुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क भनेको छ नि, हो त्यस्तो चाहिँ यहाँहरूले गर्नुपर्नेछ, गर्नुहोला। जो जस्तो जो आउँछ उहाँहरूलाई स्वागत गर्दा हजुर के अरे चट्ट उहाँलाई जुदाएर नमस्कार गरेर उहाँहरूलाई चाहिँ लु आउँ बसौँ यसो छ उसो छ, त्यहाँ स्वयंसेवकहरू मजाले खटाएर श्रद्धाका साथ सम्मानका साथ तपाईँहरूले त्यो कार्यक्रम सम्पन्न गर्नु लाग्नु होला। म सम्पूर्ण जति पनि हामीलाई चिन्ने युट्युब च्यानलमा चिन्नुहुन्छ, अन्य क्षेत्रमा चिन्नुहुन्छ, हामीलाई चिन्ने जान्ने जति हुनुहुन्छ तपाईँहरू सबैलाई मेरो तर्फबाट पनि स्वागत गरेँ। म पनि झापाली हो। तीर्थयात्रामा हामी सारा भ्रमण गर्छौँ, इन्डिया जान्छौँ, कहाँ जान्छौँ, मानसरोवर पुग्छौँ, तर आफ्नो गाउँको चाहिँ हेरिराखेका हुँदैन। त्यसले गर्दा त्यो नदेख्नेहरूका लागि त अरू महत्त्वपूर्ण छ। यति भन्दै मैले खुल्ला रूपमा एउटा चाहिँ त्रिफला युट्युब च्यानलबाट यहाँहरूलाई निम्ता गरेँ। हजुर धन्यवाद, नमस्कार।